हेलो नमस्ते म प्रियम र मेरो नयाँ भिडियोमा तपाईहरु सबैलाई स्वागत छ। अन्त जति पनि हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी आमा बाबा बडा बडी मामा माइजू सबैजना नेपालीहरु जति पनि देश विदेशमा छरेर बसिरहनु भएको छ सबैलाई यस पालीको हाम्रो बडा दशैंको मंगलमय शुभकामना। टीका लाउनुस्, मजाले रमाइलो गर्नुस्, मिठो मसिनो खानुस्, ज्यादा नमात्नु होला, अन्त बी सेफ। अन्त मेन कुरो चाहिँ मेन थिङ चाहिँ आफ्नो जुन चाहिँ सन्तानसँग आफ्नो रिलेसनशिप इन केस बिग्रेको छ भने त्यो चाहिँ यही हो, यही चाडमा सुधार्ने। सो जानुस्, टीका लाउनुस्, हैन, केही त्यस्तो नराम्रो नेगेटिभिटी केही नलि गएर टीका लाउनुस्, मजाले इन्जॉय गर्नुस्। म किन यो कुरो गर्दैछु भने यो बिच्चाको टपिक किन गर्दैछु भन्दाखेरि चाहिँ अब मैले देखेको छु नि त, मैले देखेको छु, मैले आफै विटनेस पनि गरेको छु कि एउटा छोराले आफ्नो बाउको टीका त लाउँदैन नो। अब के भन्नु त्यस्तोमा। सो त्यो कुरोहरु सबै पाल्नु भएन। सो त्यो इगोहरु बिच्चाको इगोहरु नपाल्नुस्, जानुस्, मजाले टीका लाउनुस्, अन्त त्यही हो, रमाइलो गर्नुस्। अन्त अर्को कुरो चाहिँ सायद तपाईहरुले पनि फिल गर्नु भएको छ होला, अन्त मैले पनि फिल गरेको छु। अन्त के रे तपाईहरुले सुनेको पनि होला कसैको मुखबाट, या मैले पनि कसैको मुखबाट सुनेको पनि हो। अन्त फेरि यसमा चाहिँ मेरो ओपिनियन है, तर यो हैन, फेरि के सर बाटेको मोट्यो भन्दा हामीले सुन्छौं नि दशैं त पहिला जस्तो रहेन, पहिला जस्तो दशैं नै भएन, दशैं नै छैन, पहिला मजा आउँथ्यो, आजकल त दशैं नै छैन, आजकल दशैं नै मजा आउँदैन। त्यो के हो भन्दा चाहिँ अब मैले सोचे हैन। अन्त मेरो ओपिनियनमा चाहिँ के हो भन्दा म फेरि पहिल्यै भन्दैछु मेरो ओपिनियन हो भनेर। के हो भन्दा चाहिँ नि हामी जुन चाहिँ त्यो सन्तानदेखिको टाढेको छौं नि, त्यो झगडा भएर टाढिन्छौं नि, त्यसले गर्दाखेरि होला क्या त्यो दशैं चाहिँ पहिला जस्तो भएन। किनभने पहिला सबैजना सँगै हैन, तर अहिले अब बिकज अफ सम मेनी रिजन्स, तर उनीहरू अब बोल्दैन होला, के होला कसो होला, त्यसले गर्दा पनि अब पहिला जस्तो दशैं रहेन जस्तो लाग्छ। अब तपाईहरुको विचार के छ हैन, अब तपाईहरुले भन्न सक्नुहुन्छ मलाई कमेन्टमा। कारण जानुस्, अब एउटा सानो एक्जाम्पल दिन्छु कि सपोज एउटा बुढो मान्छे बाउ हैन, बाउ छ अरे, अन्त दो ही विल नट शेयर एनीथिङ हैन दशैंको बेलामा, उलाई पनि त्यतिकै रिस उठेको छ होला छोरासँग हैन, तर उसको एउटा मनमा चाहिँ हुन्छ होला नि त कि मेरो छोरा बुहारी नाति आउँछ होला, नाता नातिनी आउँछ होला टीका लगाउनु भने एउटा दो विल नट शेयर विथ एनीवन, कसैसँग कुरा पनि गर्दैन होला त्यो बारेमा, कसैलाई केही भन्दैन पनि होला, तर ऊ मनमा त छ होला नि त उसको हैन। सो अब त्यो नआइदिँदाखेरि त्यो सबैजना आउँछ, तर त्यो छोरै नआउँदाखेरि अब त्यो मनमा कस्तो हुन्छ होला त्यो बुढो मान्छेलाई हैन, या कसैलाई, म पर्टिकुलरली कसैलाई भनेको छुइनँ। सो त्यस्तो चाहिँ नगरौँ है, आफ्नो बाउ आमाकोमा जाउँ, आफ्नो रिलेटिभ्सकोमा जाउँ हैन। किनभने म पनि त्यस्तै हो मान्छे, म पहिला बाबा आमाहरूसँग म जहाँ जान्थेँ टीका लाउनु, जसकोमा जान्थेँ टीका लाउनु, म आई मेक स्योर म पुगेको हुन्छु त्यहाँनिर भनेर। बिकज यो हाम्रो चाड हो नि त, हाम्रो चाडमा त्यो बिचको ग्रजेसहरू पाल्नु मिल्दैन, मजा आउँदैन त्यस्तो। सो एनिवेज यस्तो रमाइलो दिनमा यस्तो कुरो नगरौँ होला है। मेरो त अब यहाँ त दशैं छैन, म त घरमा पनि छुइनँ। सो म ज्यादा के गर्न सक्छु भन्दा चाहिँ ज्यादा घुम्नु जान सक्छु, अन्त अलिअलि केही मिठो खान सक्छु। सो एनिवेज राम्रोसँगले दशैं मनाउनुहोस्, अन्त टीका लगाउनुहोस् मजाले, अन्त मेन कुरो ज्यादा नमात्नुहोस्, एकदमै मात्नु हुँदैन दशैंमा। दशैं भनेर त्यो भयङ्कर मातेर त्यो लडिहिँड्नु होइन, बी सेफ। अन्त त्यही हो, रिलेसनसिप सुधार्नुहोस् आफ्नो सन्तानसँग है। र म अब जान्छु, म ट्राई गर्छु आफ्नो मोमेन्टहरू क्याप्चर गर्नको लागि, म त्यो देखाउँछु तपाईहरुलाई। अन्त मन पर्यो भने लाइक ठोकिदिनु होला। कतिजनाले अघिको त्यो फर्स्टको मेरो के अरे भिडियो देखेर अलिकति दारी त काट्नु नि भन्ने होला, दारी काट्दा यहाँनिर बङ्गै। अन्त म यहाँनिर एउटा हाम्रो इन्डियन रेस्टुरेन्टमा छ, यहाँ आइरहेको छु इन्डियन रेस्टुरेन्टमा। अन्त यहाँ हाम्रो दाईको हातबाट म यहाँ टीका लगाउँदैछु आज। ह्याप्पी दशैं। हाम्रो दाई हो, हाम्रो नेपालदेखि नेपालबाट हैन, दक्षिण नाम दिनुपर्छ नि फेरि। मेन कुरा सबै आशीर्वाद ठुलो
ल है राम्रोसँगले काम गर्नु होला राम्रोसँगले तपाईको चाहिँ हैन धेरै धेरै यो काममा पनि तपाईलाई सफल होस् हैन धन्यवाद दाइको हातबाट चाहिँ आशीर्वाद भनेको यही हो धेरै धेरै धन्यवाद दाइ यसले मैले जम्मा राख्न सकिनँ त्यही भएर ए भइहाल्छ अब परदेशमा पनि अब यस्तो पाउनु छ है एकदमै भाग्यमानी कुरो हो हैन हाम्रो त के भन्नु छ अब भाइ यही हो सबैजनालाई चाहिँ हेभी दसैँ हैन राम्रोसँगले मान्नु होला यही हो ज्यादा नमान्नु चाडबाड हो अब नेपालीको सबभन्दा ठुलो चाहिँ अब वर्ष दिनको चाड आउँछ दसैँ तिहार भनेको यो हुन्छ त्यही हो है त हाई सबैलाई हेभी दसैँ ल अब हाम्रो मेरो चाहिँ यहाँनिर अब छेत्रीको छोरा भएर खसी खाएन भने फेरि पितृले गाली गर्छ कुनै अर्को संसार त्यहाँ होला नहोला यही कहिले पुग्छ अझै देख्नु नै होला कैयौँ गफाडेहरू कैयौँ सपानेहरू मिठो भात खाएर मेरै पछिला थानेहरू ल है अब चाहिँ दसैँको भात खान आँटेको हाम्रो दाइ अन्त यो खालि अन्त उयो चाहिँ खै भात चाहिँ खै अलिकति छ अलरेडी भइरहेछ खाना ए दाल भात सबै छ नि पापड बनाउनु न पापड दा अलिकति उयो गर्नु न यसो प्याज स्याज ल अब दसैँको भात खान आँटेको दसैँको त के अब त्यही अब दसैँको दिन खसीको मासु खाएन भने फेरि छेत्रीको छोरा भएर पितृले गाली गर्ला फेरि सपनामा आएर अन्त त्यही हो भातसात खाएर एकछिन उयो परतिर घुम्नु जाने अब लु है दसैँ स्पेसल तरिका यो चाहिँ खसी यता पनि खसी नै रहेछ दाल स्यालेड दाइ पापड चाहिँ खै त खै यहाँ फेरि दसैँ हुँदैछ यो मान्छे को यो मान्छे यो ह्याप्पी दसैँ सबैलाई ह्याप्पी दसैँ कस्तो भयो ब्रो एक नम्बर भात खाएर दही ओ मालिक चलो यहाँ चाहिँ हाम्रो उबर ओला जस्तै यहाँनिर उयो चल्छ पास एप हो अन्त बङ चुइङ अनि स्ट्रेट त्रोङ 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 चुइङ मतलब कि घुमा दे यहाँ से चुइङ मतलब क्या है मतलब घुमा के इधर सीधा त्रोङ What's up guys? Now we are going to No, we are heading towards beach. we are going to where? We are heading to a beach. Beach. There is two type of beach. I don't know the name of that beach bro. I just टीका कहाँ गया इतना यार निकल गया वो थोड़ा निकल रहा थोड़ा निकल गया मैंने ऐसे किया वो पूरा ही निकल गया पानी पर्नु थाल्यो तर पनि हामी जाँदैछौँ तर वेदर त क्लियर रहेछ देयर इज नो ब्याड लाइट सबै छ पागल हो जाएगा कहाँ पर ये अरे नहीं त्रिशूल नहीं है भगवान कौन था? 7 रानियां थी उसकी वही ब्राह्मण क्या बताओ और शादी करके बाद जब वो बाहर निकला उसने बाहर की सिचुएशन देखी ना तो उसने संन्यास लिया क्यों लिया उसके पीछे कारण क्या था नहीं पता नहीं पता है ना इस चीज को हिस्ट्री तुम नेपाल के हो वही संन्यास में उसको वो पावर मिला होता है ना गुफा जो उसका सर है उसके ऊपर जो ऐसे वो बाल नहीं है बाबा उसके वो जो पेड़ था जहाँ नीचे तपस्या करी थी वो कीड़े गिरे हुए हैं ऊपर बंदा हिला तक नहीं था वो तपस्या में खोया था इंडिया में नहीं नेपाल में वो तो जन्म लिया उधर नेपाल में जन्म लिया है और बुद्धा गए बिहार में
वहाँ पर वो तपस्या किया था, वो पूरा चाइनीज लोग आता है बुद्ध। ये भी तपस्या करेगा फिर जाके। कौन ये? हाँ संन्यास लेगा। ये जिंदगी में तपस्या नहीं कर सकता है, करेगा ये कुछ मतलब 2 मिनट के लिए भी तपस्या नहीं कर सकते हैं। इसके सामने कुछ होगा, इसको बोलना पड़ेगा। हाँ नाउ स्विंग मतलब क्या है? क्या We are at the beach. We are going to swimming now, but we don't know how to swim. Hey bro, come here. Cambodia, right? क्या है विशेष टिप्पणी अभी का वेदर के लिए? Look to Cambodian. क्या बोलते हैं जलपरी? इनको क्या बोलते हैं जलपरी? यसो दसैँ बनाउनु बिचतिर आएको, पानी परेर खतम बनायो। एउटा कुरो मलाई याद आयो, मतलब एउटा कुरो रियलाइज भयो क्या, यत्रो ठुलो समुद्र होइन, त्यसैले यो ठाउँमा आउँदाखेरि, समुद्रको छेउमा आउँदाखेरि चाहिँ एउटा कुरो रियलाइज हुन्छ मान्छेलाई। बट इफ यु आर अ गुड ह्युमन बिङ तब खालि हुन्छ त्यो चाहिँ। के हुन्छ भन्दा समुद्रको छेउमा आएर चाहिँ आफ्नो औकात थाहा हुन्छ क्या। आइएम रियली सरी टु युज द्याट वर्ड, तर आफ्नो औकात चाहिँ थाहा हुन्छ। किनभने संसारमा होइन अब एरोगेन्स मान्छेहरू, मैले पैसा कमाएँ, त्यो गरेँ यो गरेँ भन्ने बहुत छ। अब त्यो भयङ्कर भएर होइन यस्तो समुद्रको छेउमा आएर बस्नु कि अन्त मजाले थाहा हुन्छ। Happy जस्तै दिउँसो त पानी परेर कस्तो हो, फोन पनि अफ भएर त्यसपछि फेरि रुममा आएर फोन चार्ज गरेर लुगा फेरि एकछिन रेस्ट गरेर फेरि निक्लेको। र अहिले चाहिँ म यहाँनिर हाम्रो यो जेनरल स्टोर छ, हामी यो जेनरल स्टोरमा चाहिँ हामी सबै कुरो अब आफ्नो स्याम्पू साबुनदेखिको के सबै के अब डेली युजको लागि जे पनि चाहिन्छ नि त्यो चाहिँ हामी यहाँ किन्छौँ। यहाँ म पर्खिरहेको छु आशिषलाई, त्यो मान्छे आएर चाहिँ फेरि हामी त्यही बाबर्ची जाने, त्यहाँनिर खानासाना खाएर आउने। बा यो मान्छेको बाइक छ त यसको। आउनु सुन्नु आउँछ यो टक्क दोकानभित्र हाल्छ होइन। गयो फ्यामिली, बुढाबुढी नानीहरू, यिनीहरू कहाँ अब यस्तो दिन्छ यिनीहरूले यहाँनिर। अब यो के हो यस्तो के त्यो अब के भन्छ त्यो निम्कीहरू जस्तो हुन्छ, तर यो मासुको हुन्छ यहाँ चाहिँ। यहाँ चाहिँ एकदम सबै कुरो हेरेर खानुपर्छ। यहाँ मासुको हुन्छ सबै, चिप्सहरू पनि यहाँनिर त मासुकै पाउँछ कतिवटा। खै यहाँ छ नि लेज धरि पनि यो बिफको हुन्छ हो। अनि यता अब सबै कुरो सोचेर पढेर खालि खानुपर्छ। अन्त अर्को कुरो चाहिँ साथी म यिनीहरूको खाना भन्ने कुरो बुझ्दिनँ अब के हो अब। अन्त यहाँनिर कोही पनि आउनु हुँदैछ भने जुन पाए त्यही ठाउँमा गएर मासु खानु भएन, नखाना। अब मोस्ट प्रोबब्ली मेनली त झन् जसले अब पोर्क बिफ होइन
त्यस्तोहरू खाँदैन उनीहरूले त झन् एकदमै सोचेर हेरेर पढेर खालि खानुपर्छ त्यही हो अब यहाँनिर चाहिँ अब हामी चाहिँ म प्रायः यहाँनिर बाहिर माछा खाँदिनँ हाम्रो ट्रस्टेड रेस्टुरेन्ट छ त्यही बाबु उसलाई चाहिँ थाहा छ अब म के खाँदिनँ त्यो मान्छे मनी भाइलाई अघि हामीसँग जो बिच गयो अन्त उसलाई चाहिँ थाहा छ अन्त उसकोमा चाहिँ खान्छ हामी अरू त बाहिरतिर त म अन्डा पनि खाँदिनँ म त टेस्टै मन पर्दैन म त यहाँको त एकदिन म यो फुडको भिडियो पनि बनाउँछु इन्ट्रेस्टिङ हुन्छ यहाँनिर के खान्छ स्वाददेखिको लिएर साँपदेखिको लिएर कतिवटा ठाउँमा त कुकुरहरू पनि चल्छ भन्छ गाईहरू खान्छ गाई त फेरि कसरी खाने हामी त झन् हिन्दू भएर त अब त्यो गाई त हामी त पूजा गर्छौँ त्यही कारण बाहिरतिर एकदम खाँदैन म त मासुहरू यो छ नि यो चाहिँ ब्याक पेन हुँदाखेरि यस्तो रिलिफ दिन्छ यसले मैले हिजो ट्राई गरेको थिएँ अन्त आज पनि लान्छु म क्या मजा आउँदो रहेछ यो लगाएर चाहिँ टक्क सुत्नुको त्यही साथी हो अब तपाईँलाई म एउटा अर्को चिजसँग इन्ट्रोड्युस गराउँछु यो चाहिँ हाम्रो लिली ओइ लिली के भयो यो चाहिँ मक्टु जस्तो छ तर यसो मुनि हेर्दाखेरि चाहिँ मोमो जस्तो पनि छ फेरि होइन तर यो मोमो चाहिँ होइन के होला यो कमेन्टमा लेख्नु मिल्छ अब यो पालिको दसैँ त यहीँ बित्यो मनीको दोकानमा अन्डा करी पर्खिरहेको छु म त अन्डा करी भात सो अब आइपुगेँ रुम भर्खर खानासाना खाएर मनीको दोकानमा अन्त मेरो दसैँ त यस्तै बितिहाल्यो तपाईँहरूको दामी बित्यो होला मजाले बित्यो होला अन्त ज्यादा रक्सी नखानुहोस् मेन कुरो चाहिँ त्यही हो हाम्रो मान्छेहरूलाई भन्नुको लागि चाहिँ रक्सी नखानुहोस् रक्सी नखाइ दसैँ मनाउनु मिल्छ केही छैन रक्सी नखाइ झन् दामी इन्जोयमेन्ट हुन्छ सो स्टे सेफ अन्त गुड नाइट अर्को भिडियोमा भेटौँला है त यदि कसैलाई मेरो सुरुवातको शब्दहरूले कुनै पनि प्रकारको हानि पुग्न गयो भने बाल मतलब